Hello everyone, good morning, welcome and welcome back to my channel again. This is Maheshwarya Tamang अनि म चाहिँ भर्खरै उठेको। आज चाहिँ मैले खाजा पनि बनाउनु परेन। आज चाहिँ मैले ढिलो उठि पठाएँ अनि आमाले नै खाजा पनि आमाले नै बनाइदिनु भएछ। अनि म चाहिँ भर्खर उठेर मुखसुख धुएर आएको। अब कामहरू गर्नुपर्ने हुन्छ अनि अब खाजा खानु गएको। यति गर्नुहोस् ल। सो गाइस मैले चाहिँ रुम पनि मिलाइसकेँ। अब खाजा खानुपर्ने हुन्छ। खाजा खाइसकेर भेटौँ। गाइस तपाईँहरूले चाहिँ सोच्नुहुन्थ्यो होला दुईजना मात्रै छ त खाजा खाने भनेर। हाम्रो चाहिँ बाबा चाहिँ पहिल्यै खानुहुन्छ कोही बेला चाहिँ सँगै खान्छौँ। आज चाहिँ बाबाले बिहान नै खाइसक्नु भइसकेको थियो छिटो नै। म अलिकति ढिलो भएँ नि त। अन्त आमाले चाहिँ सँगै पर्खेर खानुहुन्छ मलाई चाहिँ। अन्त नानी पनि पहिल्यै स्कुल गइसकेको थियो। अनि त्यही कारण हामी दुईजना मात्रै बसेर गफ गर्दै खाँदैछ। हामीले चाहिँ खाजा पनि खाइसक्यो होइन। अनि अब चाहिँ घरको काम गर्नुपर्ने हुन्छ। अहिले भेट्छु, बाई बाई। सो गाइज अब फेरि म घर पुछिसकेँ, घरको काम सकेँ होइन। कति घरको काम सकेँ भन्छ होला, त्यही हो। अन्त हेर्नु न, हाम्रो त मुन्टा खाने बेला पनि भयो। आज चाहिँ 12 बजी मजाले मुन्टा खाइन्छ। अन्त आज चाहिँ हामी टाइपो खाने भनेको कि बेलुका। अन्त चाहिँ इस्ट हालेर मैदा बसिराख्नु भनेर भन्नुहुँदै थियो हो। म चाहिँ अब मैदा मुस्छु। आमा यस मैले चाहिँ मैदा मुसिसकेँ। अब यसलाई छोपेर राख्नुपर्ने हुन्छ। हाम्रो चाहिँ बाबाले मोमो टाइपो के भन्यो भने पुरा एक्साइटेड भइहाल्छ। बिहानै मैदा र इस्ट ल्याइदिनु भएछ। अब यसलाई चाहिँ बेलुका एकैचोटि खोल्नुपर्ने हुन्छ। हाम्रो चाहिँ आज टाइपो खाने प्लान छ नि त, त्यही भएर यति गर्नुहोस् ल मेरो भिडियो। सो गाइस अब चाहिँ फेरि नानीलाई ट्युसन पुऱ्याउनु गएको। ट्युसन पुऱ्याउनु जाँदै सिस्नु पनि टिप्नु गएको। यहाँ हिजो साथीले भन्दै थियो त सिस्नु टिप्नु जाउँ भनेर। र अब हामी गएको। रिद्धा पनि यहाँ छ। रिद्लो ल। सो गाइस मैले चाहिँ नानीलाई पनि स्कुल पुऱ्याएर आइसकेँ। हामी दुईजना चाहिँ सिस्नु खोज्नु जाँदैछौँ। हाँस्दैछ पुरा। गरिहालेछ फेरि। अब सिस्नु चाहिँ कति पाउने हो कुनी थाहा छैन। कहाँ खोज्नुपर्ने हो। अब सिस्नु घारी पुगेर देखाउँछु ल तपाईँहरूलाई। हामी चाहिँ सिस्नु खोज्दै भाइ सिस्नु घारी चाहिँ यहीँ हो। घारी त हो के सिस्नु छ कि छैन हाम्रो साथी। औ यहीँ खोज्नु। यहाँ माथि पाउँछ यता त पाउँदैन त। जानुपर्छ अन्त ओह्रालो झर्नुपर्छ। छ कि छैन त्यो पनि सिस्नु त हुनुभन्दा अगाडि सबै सकिहाल्छ। गाइस एकछिनबाट भेट्छु। वाइवाई खाँदैछु। पहिला वाइवाई खाइसकिहाल्छु अन्त चाहिँ ड्युटीमा जानु जोला। यो रुकेर न त्यही भनेको हामीलाई कता यो बर्खामा जान्छ दुध पर्केको हो उनीहरू बाँसेको है। खान थालेछु घरको प्लस। गाइस हामी चाहिँ यो माथि जानु पर्ने हुन्छ। अब लागेको यताबाट पुगेर माथि पुगेर यता जानुपर्छ। हेरौँ न कति पाउँछ। झोला फेरि कम्ती ठुलो ल्याएको छैन। पुग्छ होला भरिन्छ होला झोला। अब म गएको खाएको गर्छु। अब चाहिँ लागेको हामी उकालो यहाँतिर पनि रहेछ त। अन्त यहीँबाट टिप्दा हुँदैन त्यही त भनेको। टिप्दै आउँछ गाइस। अब एकछिनबाट टिप्दै गर्दा भेट्छु ल।
मैले चाहिँ सिस्नु टिपेर यति बनाएँ तर के भयो भन्नुहोस् त हेर्नु न कस्तो डौदो चिले कि आया हत्तु भयो त अन्त हत्तु भयो गाइज अब एउटा उकालो जानुपर्छ गाइज हेर्नु न सिस्नु त सबै टिपिसकेको रहेछ केही छैन हिँडेको छु म त गल्यो नि छैन हात दुखिसक्यो यति चाहिँ भयो कि तर अलिक त टिप्नु पर्यो कुन्ताको गाडीहरूले हेर्दै हिँडेको हिँडेछ के गर्दैछ यिनीहरूले भनेर सोच्थ्यो होला रात परेको जस्तो भयो गाइस तल तल रहेछ कति चिलिसक्यो मलाई त सिस्नुले कति हो कति मलाई चाहिँ साथीले बोलाउँदैछ कि नबोलेको म सुन्नु ल नबोलेको नभेटेर म त यहाँ चाहिँ अलिक रहेछ टिप्दै थिएँ रात पऱ्यो त जुम्ला अब गाइस पानी पर्यो अब हामी गएको आज सिस्नु टिप्न आएको होला पानी परेर खत्तम पाऱ्यो अब चाहिँ हामी गएको निक्लिने बेलातिर सिस्नु पुरा देख्दैछ त त्यही भन्न त के हो यो तिमीलाई मैले भने यताबाट आऊँ भनेको थिएँ नि बाटो फेरि गाइस अब चाहिँ हामी गएको गाइजी हाम्रो यति भयो खुसी छौ एकदम यो यता पक्रिदेऊ के गर्नु आधी बाटो पनि पानी आयो ज्वरोले फेरि 2-3 दिनको ज्वरो सो अब चाहिँ हामी गएको बाई बाई भन्नु घरमा पुगेर भेटौँ बाई सी यू मेरो भ्लगमा केही भन्थ्यौ के भन्नु रोईको भ्लग चाहिँ होइन लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला हाँस्दै जाँदैछ हामीले देखेँ यो दुइटा पक्ली कहाँ राखेको भने एकवटा झोला चेपेर गरिदिनु होला जति सक्दो सपोर्ट गरिदिनु होला उसलाई थ्याङ्क यू भोलि पर्सि अलिकति हुने सेलिब्रेटी बनाइदिनु होला चिया खै पानी त जाउँ म अलिक खोजौँ निस्किने बेलामा यतापट्टि पुरा थियो नि त लोभ लागेको के हो गएर म पनि त टाइपो बनाउनु पर्छ बिहानै उयो मुसिरहेको छु अहिले वाट्सएपमा पठाइदिन्छु नि ल टाइपो अहिले वाट्सएपमा पठाइदिन्छु भनेको आउनु अहिले पाकेपछि बोलाइदियो होइन अहिले त बेलुका ढिलो हुन्छ र कि भोलि राखिराखिदिन्छु नि ल भोलि पठाइदिन्छु बेसी होइन 25 रुपियाँ त हो गोटा 25 यस्तो सपोर्ट गर्दा पनि साथी भन्ने यस्तो रहेछ अन्त गाइस अब फेरि हामी यहाँ बस्नु पर्यो किन नानीको ट्युसन छुट्टी नभइरहेछ नानीलाई लगेर जानुपर्ने हुन्छ मान्छेले हेर्दैछ मेरो फोनबाटै पानी चाहिँ यो गाइस म चाहिँ आउनु बित्तिकै फेरि यहाँ लागे टाइपो बनाउनुमा यहाँनिर चाहिँ किमा हुँदैछ यहाँ चिकन किमा छ यहाँ भेज बिहान मैले मुसेको मैदा चाहिँ यत्रो भयो अब चाहिँ हामी बनाउनुपट्टि लागेको आगोमा सिमरा बेच्छु गाइस हाम्रो चाहिँ किमा पनि रेडी भयो हामी चाहिँ अब चुल्हामा बनाउन आँटेको टाइपो पनि बनिसक्यो पाक्दैछ हामी चाहिँ खाएको है
सो गाइज हामी चाहिँ टाइपो पनि खाएर आइसक्यो है अनि टाइपो कस्तो भएको थियो न अनि यो भिडियोलाई म यहाँ एन्ड गर्न चाहन्छु आजको भिडियो हेरेर के कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गर्नु नभुलिनुहोस् होला अनि यो भिडियोलाई पनि हिजो र अस्तिको भिडियोमा जस्तो माया दिनुहुन्छ भन्ने आशा गर्दछु भोलि पनि यस्तै भिडियो लिएर आउने छु टिल देन बाई बाई